नमस्ते। नेपालको इतिहास एउटा यस्तो कथा हो जहाँ जनताले आफ्नो अधिकार र स्वतन्त्रताको लागि बारम्बार सङ्घर्ष गरे। राणा शासनको निरङ्कुशतादेखि जेन जेडको सडक प्रदर्शनसम्म नेपालले धेरै आन्दोलनहरू देख्यो। हामी आज प्रमुख 17वटा साना तथा ठुलाहरूको कहानी सुनाउँछौँ। नेपालमा राणा शासन विक्रम सम्वत 1903 देखि 2007 को समयमा जनतामाथि कठोर शासन थियो। पहिलो सङ्गठित आन्दोलन विक्रम सम्वत 1993 मा सुरु भयो। प्रजा परिषद आन्दोलन टङ्क प्रसाद आचार्य र धर्मभक्त माथेमाले राणा विरुद्ध प्रचार गरे। यो सानो थियो तर प्रजातन्त्रको बिउ रोप्यो। त्यसपछि विक्रम सम्वत 2003 मा विराटनगर जुट मिल हडताल भयो, जहाँ मजदुर र नेपाली काङ्ग्रेसले राणा विरुद्ध आवाज उठाए। विक्रम सम्वत 2004 मा जैतु संस्कृतम आन्दोलनमा विद्यार्थीहरूले प्रजातन्त्रको माग गरे। यी साना आन्दोलनले ठुलो क्रान्तिको बाटो खोल्यो। विक्रम सम्वत 2007 मा नेपालले ऐतिहासिक 7 सालको क्रान्ति देख्यो। नेपाली काङ्ग्रेस र मुक्ति सेनाले राजा त्रिभुवनको समर्थनमा सशस्त्र विद्रोह गरे। यो क्रान्तिले 104 वर्षको राणा शासनको अन्त गरियो र नेपालमा पहिलो पटक आयो प्रजातन्त्र। तर प्रजातन्त्र लामो समय टिकेन। विक्रम सम्वत 2017 मा राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरे। त्यस विरुद्ध 2017 को विद्यार्थी आन्दोलन भयो, जुन सानो तर महत्त्वपूर्ण थियो। विक्रम सम्वत 2025 मा फेरि विद्यार्थी आन्दोलन भयो, जसले जनतामा चेतना जगायो। विक्रम सम्वत 2028 मा झापा विद्रोहमा कम्युनिस्टहरूले सशस्त्र विद्रोह गरे, जसले माओवादी आन्दोलनको आधार बनायो। विक्रम सम्वत 2036 मा विद्यार्थी आन्दोलन तथा जन आन्दोलनले जनमत सङ्ग्रहको माग गरियो। यद्यपि पञ्चायतले जित्यो, बहुदलको माग बलियो बन्यो। 2042 मा सत्याग्रह आन्दोलनमा नेपाली काङ्ग्रेसले शान्तिपूर्ण विद्रोह गरियो। विक्रम सम्वत 2046 मा जन आन्दोलनले पञ्चायती व्यवस्थाको अन्त गरियो। नेपाली काङ्ग्रेस र वाम मोर्चाको संयुक्त आन्दोलनले 30 दिनमा बहुदलीय प्रजातन्त्र ल्यायो, तर शान्ति लामो समय टिकेन। विक्रम सम्वत 2052 देखि 63 सम्म माओवादीको जनयुद्ध चल्यो। माओवादीले राजतन्त्र र सामन्ती व्यवस्था विरुद्ध सशस्त्र विद्रोह गरे। यो 10 वर्षमा 17,000 को ज्यान गयो र शान्ति सम्झौताले माओवादीलाई मुख्य धारमा ल्यायो। विक्रम सम्वत 65-63 मा जनआन्दोलनले राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन अन्त गर्यो। 7 दल र माओवादीको संयुक्त आन्दोलनले 19 दिनमा गणतन्त्र ल्यायो। त्यसपछि विक्रम सम्वत 2063-64 मा मधेस आन्दोलन भयो, जहाँ मधेसी समुदायले पहिचान र संहिताको माग गरे। यो आन्दोलनले नेपालको सङ्घीय संरचनाको आधार बनायो। विक्रम सम्वत 2072 मा संविधान विरोधी आन्दोलनमा मधेसी र थारू समुदायले नयाँ संविधान विरुद्ध प्रदर्शन गरे। विक्रम सम्वत 2077 र 78 मा कोभिड र भ्रष्टाचार विरोधी प्रदर्शनमा युवाहरूले सरकार विरुद्ध आवाज उठाए। विक्रम सम्वत 2082 मा राजावादी र जेन-जेड आन्दोलन भयो, जहाँ भ्रष्टाचार र सामाजिक सञ्जाल ब्यान विरुद्ध युवाहरूले ठुलो प्रदर्शन गरे। यी आन्दोलनले नेपालमा जेन-जेडको शक्ति देखायो र ओली सरकार ढाल्यो। सुशीला कार्की नेतृत्वको जेन-जेडको अन्तरिम सरकार गठन गरियो। आज हामीले नेपालको विभिन्न आन्दोलनको बारेमा चर्चा गरियो। धन्यवाद।